जेएनजी आन्दोलनपछि चाहिँ धेरै संरचनाहरू जले, संरचना सँगसँगै कागजपत्रहरू पनि जले। यो काठमाडौँ ट्राफिक प्रहरीको हकमा चाहिँ के छ अहिले? हाम्रो उपत्यकाभरि 39 स्थानबाट 39 स्थानबाट कागजपत्र वितरण गर्ने गरेको पहिला, जसमध्ये 15 स्थानको कागजपत्र हाम्रो जोग्या छ। समग्रमा भन्नुपर्दा हाम्रो 80,833 कागजपत्र जलेर नष्ट भएको छ। 26,000 चान्चुन हामीले जोगाउन सकेका छौँ। अब सेवाग्राहीको जसको कागजपत्र जोग्या छ, जुन कार्यालय जोग्या छ त्यो कार्यालयबाट त लिएर जानुहुन्छ, जरिवाना तिरेर आफ्नो कागजपत्र फिर्ता लिएर जानुहुन्छ। र जुन कार्यालयको कागजपत्र जलिसकेका छ त्यसको हकमा जरिवाना हामीले तिराएर नेपाल प्रहरीकै ट्राफिक प्रहरीकै वेबसाइट छ traffic.nepalpolice.gov.np, त्यसमा लस्ट डकुमेन्ट भन्ने छ। त्यसमा गएर एउटा क्युआर कोड सहितको सिफारिस हामी दिन्छौँ उहाँको हरायो जल्यो भनेर। भन्नाले सेवाग्राहीले जरिवाना तिरिसके पछाडि हाम्रो वेबसाइटमा गएर एउटा प्रतिलिपि सिफारिसको लागि त्यो फर्म भरिदिनु पर्ने हुन्छ। त्यो फर्म भरिसके पछाडि त्यसमा मेसेज दिन्छ 72 घण्टा पछि तपाईँले डाउनलोड गर्नु होला भनेर। तर अहिले हाललाई हामीले 24 घण्टामै हामीले कम्प्लिट गरिदिन्छौँ, अनलाइन नै जान्छ त्यो। त्यसको लागि सेवाग्राही हाम्रो अफिसमा हाम्रो कार्यालयमा आइराख्नु पर्दैन। उहाँले आफ्नै घरबाट वेबसाइटमा गएर एप्लिकेसन ड्राइभिङ लाइसेन्सको हो कि सवारी दर्ता किताबको हो कि रुट पर्मिटको हो, त्यसमा अप्सन हुन्छ, त्यो छानेर अप्लाई गर्नुहुन्छ। र त्यही फर्ममा एउटा चेक एप्लिकेसनको पनि अप्सन छ। भोलिपल्ट भन्नाले 12 घण्टा पछाडि त्यो चेक एप्लिकेसनमा क्लिक गरिसके पछाडि त्यो सिस्टमले दिएको जुन एप्लिकेसन आइडी हुन्छ भर्दाखेरिको त्यो राखेपछि डाउनलोड गर्न दिन्छ। र जसलाई डाउनलोड गर्न दिएन, किन दिएन त्यो मेसेज आउँछ, भोलि खानामा सम्पर्क गर्नु या त गाडी नम्बर पुरै गर्नु भएको छैन कि के छ, त्यसमा मेसेज आउँछ। त्यही हिसाबले डाउनलोड गर्नुहुन्छ र सम्बन्धित यातायात कार्यालयमा गएर आफ्नो डकुमेन्ट प्रतिलिपिको लागि सिफारिस गर्नुहुन्छ।